चाहेको भए हामी चुपचाप सुत्न सक्थ्यौँ, तर हाम्रो गाँड मस्ती हेर्नु। एक ऱ्यान्डम बिहान 3771 मिटरको हाइट र -2 डिग्रीको टेम्परेचरमा हामी सनराइज हेर्न आछौँ यहाँ। सोलुखुम्बु जिल्लाको हेलम्बु स्थित 3771 मिटरको हाइटमा पर्ने आमायाङ्ग्री जुन धार्मिक महत्त्व र प्राकृतिक सुन्दरताले भरिपूर्ण छ। सिन्धुपाल्चोकको प्रोटेक्टर गड आमायाङ्ग्रीको यहाँ सुन्दर गुम्बा छ भने यही पिकबाट वरिपरि हामीले लाङटाङ हिमाल, गणेश हिमाल, गौरी शङ्कर, जुगल, लाक्पा दोर्जे लगायत थुप्रै हिमालहरू देख्न सकिन्छ। ठिक छ। हामी धुलीखेलबाट आमायाङ्ग्री जाने भएकोले हाम्रो फर्स्ट स्टप चाहिँ मेलम्ची हुने भयो र अहिले हामी बसमा 3 घन्टा जति ट्राभल गरेर मेलम्ची आइपुग्यौँ र अब हामी यहाँ मेलम्चीमा आफ्नो लन्च गर्छौँ र अगाडिको गन्तव्य कन्टिन्यू गर्छौँ। हेलो गाइज, वेलकम टु द ब्लग। बसमा उभि आयौँ, आधा बाटो बस्न पाएँ र थकाली छिर्न लाग्छौँ। अहिले मेलम्चीमा छौँ हामी। यहाँ खाना खाएर थकाली आछौँ। एउटा खाना खाएर हामी हिँड्छौँ। आमायाङ्ग्रीको लास्ट स्टप तार्केग्याङ हो। यहाँबाट बस चढेर अब त्यहीँसम्म जान सकिन्छ भने त्यही पुग्छौँ हामी। एकछिन खाना खाएर रेस्ट गरेर हिँडिहाल्छौँ। लन्च गरेपछि हामीले थाहा पायौँ कि यहाँ मेलम्चीबाट आमायाङ्ग्री जाने बस जहिले बिहान 6 बजे नै गइसक्छ। एन्ड हामीले पहिला नै कुनै प्लान गरेर नआएको हुनाले हामीलाई यो कुरा पनि थाहा थिएन। सो हामीले डिसाइड गऱ्यौँ कि अब यहाँबाट जहाँसम्म जान सकिन्छ कुनै बसमा चढेर त्यहाँसम्म जाऊँ र त्यहाँबाट हामी ट्रेक गर्छौँ। त्यसपछि मेलम्चीमा हामी 1 घन्टा जति कुरेपछि एउटा बस आयो र हामी त्यसमा चढेर लगभग 1.5 घन्टामा हामी टिम्बु पुग्यौँ र हामीले डिसाइड गऱ्यौँ कि अब यहाँबाट चाहिँ आमायाङ्ग्री बेस क्याम्प ट्रेक गर्दै जान्छौँ। For our treks, we are going to Amayangri base camp today. Tomorrow we go to summit. This is our cameraman Dipaksha. You can show yourself. Whatever Bhupi says, I am okay with that. This guy who bought like 4,000 rupees are trek shoes, but he want to go in like cars, bikes. He don't want to trek. This guy. Don't be like him. Be like yourself. Be yourself. That's all. Meet you at summit. Wanna get down for the night here, demon. I just wanna feel, wanna breathe, wanna live it. हामी टिम्बु पुगेर एकछिन फ्रेस भयौँ, चिया खायौँ र त्यहीँको लोकल मान्छेलाई सोधेपछि हामीले थाहा पायौँ कि यहाँबाट 4-5 घन्टा हिँडेपछि आमायाङ्ग्री बेस क्याम्पसम्म पुग्न सकिन्छ। पहिले पनि आएकोहरूले चाहिँ बिचरा हाम्रो फर्स्ट टाइम हो। बङ्गो छ भने थाहा छ नि त, बङ्गो छ भन्ने कुरा छ के आज त भ्याउँदैन। आज बसेर भोलि बिहान चाहिँ माथि दर्शन गरेर अनि फर्किन सकिन्छ। आज बेस क्याम्प पुगिन्छ। आज पुगिन्छ। 3 देखि 4 घन्टा लाग्न सक्ला। तपाईँहरूलाई अब हिँड्ने बानीको कुरा न हो। बानी त छैन, हेरौँला के छ। 4 घन्टा लाग्थ्यो नि त, यहाँदेखि डाँडा काट्दै 1 घन्टा पुग्दैन डाँडा। यति बेला लगभग 3 बजिरहेको थियो र हामीले डिसाइड गऱ्यौँ कि हामी टिम्बुबाट आमायाङ्ग्री बेस क्याम्पसम्म ट्रेक गरेर जान्छौँ र यो डिस्टेन्स चाहिँ लगभग 25 किलोमिटर जति थियो। अहिले हामी टिम्बु भन्ने ठाउँमा पुग्यौँ। बस चाहिँ अझै माथिसम्म जान्थ्यो तर हामीले जुन बस चढ्यौँ त्यो जाँदैन, बिहानै आउनु पर्ने थियो त्यसको लागि। बट हामी मेलम्ची आयौँ, मेलम्चीबाट टिम्बु आयौँ। यहाँबाट 3-4 घन्टा हिँडेर यहाँ माथि सिधा माथि यहाँ चढ्नुपर्छ र हामी आज बेस क्याम्प पुग्ने गोल छ, टार्गेट। हेरौँ कहाँसम्म पुगिन्छ। रेडी टु ट्रेक, अल सेट, लेट्स गो। फर्कन
ट्राइपडमा मोबाइल लगाएर खिचिरहेको थियौँ, मोबाइल लिन आउनु पऱ्यो फेरि। यो बिहाइन्ड द सिन तपाईँलाई कहिले देखाउँदैन। See you at the summit. आमायाङ्ग्री जाने बाटो यही हो। कति लाग्छ यहाँबाट? आज पुग्दैन, पुग्दैन? आजको माथि त झ्याङसम्म मात्रै होला। कहाँ बेस क्याम्पसम्म? बिचमा त अलि आँधेर हुन्छ कि 7 बजी। मेन्टल हेल्थ ठिक गर्नलाई घुम्न आएको थिएँ, तर सुरुको 2-4 किलोमिटरमै फिजिकल हेल्थ खराब भइसकेको थियो। हामी रेस्ट लिँदै बकचोदी गर्दै ब्यागमा बोकेको खानेकुरा खाँदै भिडियो बनाउँदै बिस्तारै गइरहेको थियौँ। 3 बजे हिँडेपछि त 7-8 बजेसम्म त पुगिहालिन्छ भनेर सोचिरहेको थियौँ। हामी 3 बजे हिँड्न चालु गरेका थियौँ, 5 बजिरहेछ अहिले। 2 घन्टा हिँडेर यो बाटो आएको हो। हामी अझै कति हिँड्नुपर्छ थाहा छैन, लगभग पुग्न लागे जस्तो छ। अझै 1-1.5 घन्टा हिँडेर पुगिन्छ। तिम्बुबाट हिँड्न चालु गरेका थियौँ, बाटोमा छौँ। बाटो अहिले अलिकति स्लोप कम भएको छ। थाकिसक्यो, पसिना आइसक्यो। भोपेर विकास क्यामेरा पछाडि। अपडेट कस्तो छ? ये क्या दिखा दिया, सारा मूड खराब कर दिया। अपडेट चाहिँ 5:15 भइरहेछ टाइम। हामी एउटा स्टुपा जस्तो ठाउँमा पुगेका छौँ। स्टुपा चौर भन्छ अरे यसलाई। यहाँबाट हामी यस्तै हिँडाइले 3 घन्टा अझै लाग्छ। हाम्रो सोर्सबाट पत्ता लाग्यो हामीलाई। हामी फादुङमा छौँ। यहाँबाट तार्केगाङ जान 30 मिनट राइड भन्दैछ। कन्ट्याक्ट दिएको छ, राइडको लागि यहाँ सपोर्ट माग्न सकिन्छ। एउटा बोर्ड लाग्छ, कति किलोमिटर बाँकी त्यो चाहिँ भनेको छैन। हामी म्यापमा हेर्दा चाहिँ 13 किलोमिटर अझै बाँकी छ। टोटल 15 किलोमिटर हामी तिम्बुबाट माथि बेस क्याम्पसम्म 12 आयौँ। 2 घन्टाभन्दा अलि बढी लाग्यो। अझै 2-2.5 घन्टा हिँड्यौँ भने होपफुली पुग्छौँ। सो लेट्स गो। हामी हिँड्दै गयौँ, धेरै हिँड्यौँ। त्यही पनि हामी बेलुकाको 7 बजेसम्म पनि तार्केगाङसम्म मात्रै पुगेका थियौँ, जुन भनेको 25 किलोमिटरमा 15 किलोमिटर मात्रै भएको थियो हाम्रो। अब यहाँ हामीसँग 2टा अप्सन थियो। आज राति तार्केगाङमा कुनै होटल बस्ने, त्यसपछि भोलि बिहान बेस क्याम्प र त्यहाँबाट 2 घन्टा ट्रेक गरेर आमायाङ्ग्री पिक पुग्ने भोलिपल्ट। र अर्को अप्सन चाहिँ आज जसरी पनि बेस क्याम्प पुग्ने र भोलि बिहानै उठेर 2 घन्टाको ट्रेक गरेर माथि पिकमा पुगेर बिहानको सनराइज भ्यू हेर्ने। किनकि आमायाङ्ग्री आएकै हो भने यहाँबाट बेस्ट भ्यू चाहिँ सनराइजको बेला नै देखिन्छ। एन्ड वी अल नो वेयर देयर इज अ विल देयर इज अ वे। त्यहाँ हामीले एउटा एडभर्टाइजमेन्ट बोर्ड देख्यौँ र त्यो बोर्डमा आमायाङ्ग्री बेस क्याम्पमा भएको एउटा रिजोर्टको फोन नम्बर थियो र तल लेखेको थियो कि यहाँबाट आमायाङ्ग्री बेस क्याम्प 10 किलोमिटर छ भनेर। र अब अझै 10 किलोमिटर अन्ध्यारोमा हिँडेर पुग्ने कोहीसँग हिम्मत बचेको थिएन हामीमा। सो हामीले त्यो रिजोर्टमा कल गरेर एउटा गाडी पठाइदिन मिल्छ भने पठाइदिनु, हामी आज राति त्यहाँ रिजोर्टमा स्टे गर्छौँ भनेर हामीले गाडी बोलायौँ। र रिजोर्टबाट उहाँहरूले हामीलाई एउटा पिकअप जस्तो गाडी पठाइदिनु भयो पिक गर्नलाई। गाडीको प्राइस चाहिँ तार्केगाङबाट बेस क्याम्पसम्म पुर्याउनलाई 2000मा कुरा गऱ्यौँ हामीले। राति पनि भइसकेको थियो, अरू अप्सन पनि थिएन हामीसँग। सो हामी त्यो गाडी चढेर बेस क्याम्प पुग्यौँ राति 9 बजे। एडवेंचर क्या हो, तुम क्या जाने क्या बोलता था अमेरिका। मेरा मकसद है चाइना और जापान को टक्कर देने का। अगर ऐसे चलता रहा तो मैं कल तक सफर नहीं कर पाऊंगा। सफरमा बहुत सफर छ। यहाँ टावर टिप्दैन, इन्टरनेट चाहिँ वर्ल्ड लिङ्कको अहिले यहाँसम्म पुगिसकेर छ। बट यो रिजोर्टमा चाहिँ हामीलाई बताइदियो कि केही दिनदेखि वाइफाई बिग्रिरहेछ। सो तपाईँहरूलाई कल गर्नु छ भने हाम्रो टेलिफोन युज गर्न सक्नुहुन्छ। त्यहाँ रिजोर्टमा 1 रात बस्नलाई हामीलाई 1600 पर पर्सन पर्यो, इन्क्लुडिङ डिनर एन्ड बिहानको ब्रेकफास्ट। डिनर गरिसकेपछि एकछिन हामी त्यहाँ क्याम्प फायर लिएर बस्यौँ, किनकि चिसो बढी नै थियो। रातिको लगभग 11 बजेतिर टेम्परेचर 0 डिग्री जति थियो। 12 बजेतिर हामी सुत्न गयौँ। विकास सुत्दैछ, भोपे सुत्दैछ, मनी सुत्दैछु।
यहाँ टेन्टभित्र हामी 3 जना मात्रै छौँ। 3 ब्ल्याङ्केट हालेको छु मैले, एक सिरक तल ओछ्याएको छु। चिसो बहुत छ 3200 मिटरको हाइटमा। वाइफाई चलेको छैन, टावर छैन। गुड नाइट। Whip it up, look at my drip. Whip it up, look at my drip. देन अर्को बिहान 3:30 बजे नै उठेर वेट टिस्युले मुख पुछेर बाक्लो बाक्लो लुगा लाएर पन्जा, जुत्ता, ज्याकेट सबै रेडी छ। अब निस्किहाल्छौँ हामी। ट्राइपोड बोकिहालेँ मैले। लेट्स गो। हामी बेस क्याम्पबाट माथितिर लाग्यौँ। 2 घन्टाको ट्रेक थियो। हामी ठ्याक्कै 4 बजे हिँडेर 6 बजे पुगेर त्यहाँ सनराइज भ्यू हेर्न पाउँछौँ भनेर 4 बजे त्यहाँबाट निस्क्यौँ। अँध्यारोमा त धेरै रेकर्ड गरिनँ मैले, तर ठ्याक्कै 6 बजे बिहान हामी आमायाङ्ग्री पिक पुग्यौँ। छ बजिरहेछ ठिक्क। हामी पुग्यौँ। सनराइज अब हुन लाग्छ। ट्राइपोड लगाउँछौँ, टाइम ल्याप्स लिन्छौँ सनराइजको। तर एकछिन यहाँ आगो बलिरहेछ, हामी आगो सेक्छौँ। टेम्परेचर 0 डिग्री छ। हाइटमा चाहिँ लगभग 3800 मिटरको हाइटमा छौँ हामी। सनराइजको वेट गरिरहेको थियौँ हामी। टाइम चाहिँ भइसकेको थियो, तर आज अलिकति बादल लागेको हुनाले सन बाहिर आएको थिएन। आज म छिटो उठेँ त सन नै उठिरहेको छैन। त्यसपछि म गइहालेँ एकछिन आगो ताप्न। एकछिनपछि आएँ, सनराइज हेरेँ। बेस्ट सनराइज भ्यू त आएन, किनकि बादल अझै अलिकति लागिरहेको थियो। तर सन बाहिर आइसकेको थियो, त्यही भएर माउन्टेन रेन्जहरूको भ्यू चाहिँ एकदम दामी देखिरहेको थियो। हामीले त्यो भ्यू इन्जोय गऱ्यौँ, रिल बनायौँ, ट्रान्जिसनहरू कम्प्लिट गऱ्यौँ, फोटो खिचायौँ। र त्यो कुराहरू भन्दा पनि राम्रो कुरा चाहिँ मन एकदम पिसफुल थियो, प्रेजेन्ट मोमेन्टमा थियो र भ्यू इन्जोय गरिरहेको थियौँ। एन्ड आई थिङ्क यो भागदौड कम्पिटिसनको जिन्दगीमा एकछिन हामी प्रेजेन्ट हुन, नेचरलाई इन्जोय गर्न र ग्रेटफुल हुन सिक्यौँ भने यो आफैमा धेरै पिसफुल फिलिङ्स हो। At the summit, finally, 3800 meter, temperature at minus something. And हामी 8 बजेतिर तल फर्किन थाल्यौँ र माथि चढ्न 2 घन्टा लाग्थ्यो भने तल झर्न चाहिँ 1.5 घन्टाभन्दा अलि कम लाग्यो हामीलाई। हामी चाहिँ अहिले तल ओर्लिरहेछौँ। केटाहरू ऊ त्यहाँ अगाडि। अब होगा कमबैक रियल लाइफ में। बस इतना ही कहना था। इसकी शक्ल से दूर रहना। अहिले सनराइज एकदम भइसक्यो, घामै लागिसक्यो। अब रमाइलो भइरहेछ। झर्न चाहिँ सजिलो छ। बेस्ट डिसिजन जुत्ता किन्नु, ट्रेकिङ सुज र ट्रेकिङ ब्याग किन्नु चाहिँ बेस्ट डिसिजन थियो। सेकेन्ड बेस्ट डिसिजन पन्जा ल्याउनु थियो। पन्जा र टोपी। साढे 9 बजीतिर हामी रिजोर्टमा फर्क्यौँ, ब्रेकफास्ट गऱ्यौँ। त्यहाँ हामीले चिया खाँदै भ्यू इन्जोय गऱ्यौँ र त्यसपछि हामीले रिजोर्टबाट 11 बजेतिर चेकआउट गऱ्यौँ। This is the secret of easy analysis. होइन पर्छ यो फाइनल चेकआउट हाम्रो। यहाँबाट निस्किन्छौँ 2 घन्टा हिँडेर तार्के ग्याङ, त्यसपछि मेलम्ची, त्यसपछि 28 किलो होपफुल्ली आज रातिसम्म।